म आज कैलाली जिल्लाको घोडागुडी तालमा छु। घोडागुडी ताल एक प्राकृतिक अनुपम पनि हो। वरिपरि जङ्गलले घेरिएको एउटा ताल हो घोडागुडी ताल, जसलाई स्थानीयले देवीको आँखाको आँसु भन्छन्। हो, म आज यही घोडागुडी तालको दृश्य म तपाईँहरूलाई देखाउन गइरहेको छु। सबैजनाले हेरेर साथ दिनुहोला। यहाँका जनमानसहरूको भनाइअनुसार यो तालमा पानी कहाँबाट आउँछ अहिलेसम्म कसैले भन्न सकेको अवस्था छैन। वैज्ञानिकहरूले भन्ने गर्दछन् भूगर्भीय जलस्रोतबाट पानी आउने गर्दछ, तर यो तालमा कहिले पानी सुक्दैन र कहिले पानी बढ्दैन। अर्को अचम्मको कुरा, तालको रङ पनि रहस्यमयी छ। कहिलेकाहीँ यो तालले हरियो कहिले नीलो रङ फेर्ने गर्दछ रे। त्यसैले यहाँका मानिसहरूले यो देवताको शक्ति भएको विश्वास गर्दछन्। घोडागुडी ताल यो केवल एउटा प्राकृतिक सौन्दर्य मात्र होइन, यो भित्र प्रेम, आस्था र अनन्त आत्माको निवास छ भन्ने गरिन्छ। घोडागुडी ताल जहाँ प्रकृति र कथा एउटै मुटुमा धड्किन्छन्। यसको वरिपरि सजावट गरिएको छ र यो तालमा धेरै क्यामेराम्यानहरूले फोटा खिच्ने काम पनि गर्दछन्। त्यही क्रममा मसँग केही भाइहरू यहाँ फोटा खिच्दैछन्। हाई गाइस, कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला दाइको च्यानलमा। सबैलाई सपोर्ट दिनु होला, फलो गरिदिनु होला, सपोर्ट गरिदिनु होला। घोडागुडी क्यामेराको फोटो खिच्नु छ भने मलाई सम्झिनु होला। यो ताल 13 वटा ससाना ताल र पोखरीहरू मिलेर बनेको छ। यहाँ हरेक प्रजातिका चराचुरुङ्गीहरू, माछा र त्यसैगरी औषधि जन्य वनस्पतिहरू पनि पाइने गर्दछ। यसको अर्को किम्वदन्ती पनि छ। पहिले यहाँ एक राजा र रानी घोडा र घोडीको रूपमा आएका थिए रे। उनीहरू प्रेममा बाँधिएका थिए, तर समाजले उनीहरूलाई स्वीकार गरेन। त्यही दुःखले उनीहरू त्यही तालमा आएर डुबेर मरेका थिए रे। त्यसैले होला सायद यो तालको गेटैमा एउटा घोडा र एउटा घोडीको प्रतिमा समेत बनाइएको छ। यो ताल युनेस्को रामसार सूचीमा पनि सूचीकृत छ। यदि तपाईँले प्रकृतिको सौन्दर्य र शान्तिको अनुभव गर्न चाहनुहुन्छ भने घोडागुडी ताल अवश्य घुम्नुहोला। यो नेपालको एक हरित रत्न भनेर पनि चिन्ने गरिन्छ। म यहाँ घुम्दै गर्दा मैले धेरै शान्ति महसुस गरेँ। यो तालको अर्को छेउतिर एउटा अर्को सानो ताल छ, जहाँ हामीहरूले बोटिङ पनि गर्न पाउँछौँ। त्यसैले म तपाईँहरूलाई पनि अनुरोध गर्न चाहन्छु, एकपटक घोडागुडी ताल घुमौँ र प्रकृतिको अनुपम उपहारको दृश्य अवलोकन गरौँ।